नमस्कार। नेपाली सांगीतिक बजारमा 3 दिन अगाडि मात्रै कस्तु पन्तको महादेव खाली भयो जे बोलको तेज गीत सार्वजनिक भएको छ। उक्त गीतको सुमधुर आवाजमा एलिना चौहानको रहेको छ भने लय शब्द कस्तु पन्तको रहेको छ। उक्त गीतको म्युजिक एरेन्जर रमेश सेन्चुरीले गरेका छन् भने मिक्सिङ मास्टरिङ कुमार पुनको रहेको छ। खुमन राणा र सुमन राणाको रेकर्डिस्टमा रहेको उक्त महादेव खाली भयो जे बोलको गीतलाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। कस्तु पन्तको 2083 सालको तेज गीत महादेव खाली भयो जे बोलको गीतको भिडियो डिरेक्टर तथा कोरियोग्राफर स्मृति तिमिल सिन्हा गुरुआमाको रहेको छ। उक्त गीतको म्युजिक भिडियोमा एलिना रायमाझी र पार्वती श्रेष्ठको उत्कृष्ट भिडियो अभिनय रहेको देख्न सकिन्छ भने एमयुए अनिमेश जोर्डनको रहेको छ। सिनेमा फोटोग्राफर करण चाइसरको रहेको छ भने एडिट कलर विनोद बमको रहेको छ। उक्त महादेव खाली भयो जे बोलको गीतलाई 3 दिन अगाडि मात्रै कस्तु पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। उक्त गीतले सार्वजनिक भएको 3 दिनमा 1,85,054 भ्युज प्राप्त गर्न सफल भएको छ। यो भ्युज हामीले यो समाचार तयार पार्दासम्मको हो। आदरणीय दर्शक तथा श्रोता वृन्द साथीहरू, तपाईहरूले कस्तु पन्तको लय शब्दमा रहेको एलिना चौहानको सुमधुर आवाज रहेको महादेव खाली भयो जे बोलको 2083 सालको तीज गीत सुन्न र हेर्न छुटाउनु भएको छ भने कस्तु पन्त अफिसियल युट्युब च्यानलमा गएर सुन्न र हेर्न सक्नुहुनेछ। धन्यवाद। संगीत दृष्टि।